पाउनु भएको छैन। त्यही भएर गर्नुपर्छ के राजा किन चाहिएको रहेछ, किन जनताले राजा खोजे भनेर हामीले बुझ्नुपर्छ। र धेरै कुराहरू त म भन्दा ठुलो अग्रज अहिले भनि नै हाल्नुहुन्छ होइन। अब यो देशको लागि राजा चाहियो भनेर म पनि विगत केही वर्षदेखि लागि परेको छु। किन चाहियो भनेर त तपाईँहरूलाई थाहा नै दिइसक्नु भइसकिसक्यो होला। यो देश बचाउनको लागि, यो देश जोगाउनको लागि, यो देशलाई विकास निकास दिनको लागि र यो देशमा सही नीति ढङ्गले यो देशलाई चाहिँ सही तरिकाले अगाडि बढाउनको लागि र यो देशमा भएका जति पनि वादी दलहरूलाई नै सही तरिकाले ध्यानले लिड गरेर अगाडि बढाउनको लागि चाहिँ यो देशमा राजा चाहिएको हो। यो देशमा एउटा अभिभावक चाहिएको, घरको एउटा धुरी चाहिएको हो। किनकि घरमा पनि धुरी भयो भने कुनै पनि कोठाहरू राम्रोसँग चाहिँ के अरे सुरक्षित हुँदैन के। कोठा भनेको चाहिँ प्रधानमन्त्री मन्त्रीहरू हुन् भने धुरी भनेको चाहिँ राजा हो के। अब हामीले त्यसैले गर्दाखेरि हामीले राजा खोजेका हौँ।